मैले ललितपुरको पाटनमा छु। यो ऐतिहासिक क्षेत्र र यो पाटन कृष्ण मन्दिर वरिपरि हो। पाटन कृष्ण मन्दिरको परिसर नेपालमा सबैभन्दा धेरै गजरो भएको मन्दिर पाटनको कृष्ण मन्दिर। तपाईले पनि पढ्नु भएको होला। मैले ठ्याक्कै त्यही छु। ठ्याक्कै एकदम अहिले इभिनिङ टाइम छ। कतै कतै भजन आरतीहरू पनि सुनिन थालेको छ। मानिसहरूको चहलपहल एकदमै बाक्लो छ है। न्यू इयरको अकेजन पनि छ अहिले। आज वैशाखको 2 गते नयाँ वर्ष भएर पनि होला यति धेरै चहलपहल भएको। विदेशी पर्यटकहरू पनि उत्तिकै उल्लेख्य सङ्ख्यामा, तर नेपाली जाति होइन, आउँछ यहाँ। एकदम आफूलाई एकदम शान्त होइन धार्मिक महसुस हुन्छ यहाँ आइसकेपछि चाहिँ। तपाईँहरू पनि काठमाडौँ आउँदाखेरि एकपटक अवश्य यो दरबार स्क्वायर्सहरू होइन, त्यसपछि यो कृष्ण मन्दिर एरियाहरू आउनु होला। यहाँ चाहिँ सबै खाले मान्छे छन् है। धर्मकर्ममा रमाउने, अध्यात्ममा रमाउने है, टाइम पास गर्नेदेखि लिएर आफ्नो प्रेमिल जोडीलाई भेट्ने डेटिङ स्पट पनि रहेछ यो। र यहाँको मलाई सबभन्दा दुःख लागेको पक्ष चाहिँ यस्तो राम्रो सम्पदा क्षेत्रमा पनि सवारी साधनहरू के बाइकहरू स्कुटरहरू यस्तो धेरै सङ्ख्यामा आउने है, त्यो चाहिँ अलिकति खल्लो लाग्यो मलाई चाहिँ। त्यसलाई नियन्त्रण गर्न सकियो भने पक्कै पनि राम्रो हुन्थ्यो। अब चाहिँ म बिस्तारै फर्किँदैछु। यो पाटनको कृष्ण मन्दिर क्षेत्रबाट म आफू बस्ने होटलतर्फ लाग्दैछु। अब चाहिँ एकदमै राम्रो देखिएको छ यो साँझ पखेको दृश्य। एकैछिन रोक्यौँ है त। साह्रै मन पऱ्यो मलाई यहाँनिरको सिन। पसलहरू पनि रहेछ है, व्यापार व्यवसायहरू पनि चल्ने रहेछ। अब के भनौँ, यु मस्ट भिजिट दिस प्लेस वन्स इन यर लाइफ। एक फेर चाहिँ आउनै पर्छ है गाइस साथीहरू। एक फेर चाहिँ तपाईँले पाटन मन्दिर र यो दरबार स्क्वायर्सहरू तपाईँले एक फेर घुम्नै पर्छ। के आकर्षक छ यहाँको कला संस्कृति हेर्नलाई पनि तपाईँहरूले चाहिँ एक आउनै पर्छ। आई थिङ्क एजुकेसनल टुरको लागि पनि बेस्ट छ यो ठाउँ। कति धेरै गजरो छ यो मन्दिरमा।